Hello everyone, it's me Arpita. Welcome to my mini vlog. आज चाहिँ हामी मामाको बिहेमा जनता गएका थियौँ जुन चाहिँ बुटोलमा रहेको थियो। हामी कास्कीबाट सिङ्जाबाट पाल्पा र पाल्पाबाट हुँदै बुटोल गएका थियौँ। हामी बुटोल पुगिन्जेलसम्म चाहिँ केही रमाइलो थिएन किनकि सबैजना गाडीमा सुत्नु भएको थियो र भाइहरू पनि सबै गाडीमा सुतेको भएर चाहिँ केही रमाइलो भएको थिएन गाडीमा। त्यसपछि चाहिँ हामी साइपाटा लिएर गाडीबाट झर्यौँ। गाडीबाट झरेपछि हामी साइपाटा लिएर हामी भित्र गयौँ। भित्र गइसकेपछि चाहिँ हामीले साइपाटा मण्डपमा राखेर चाहिँ हामी यता मामा भइतिर आएर भिडियो र फोटो खिच्न थाल्यौँ। केही समयपछि चाहिँ माइजू पनि आउनुहुन्छ र मामाले माइजूलाई यसरी बसेर फुल दिनुहुन्छ। बसेर फुल दिइसकेपछि चाहिँ टिका लाएर अनि माइजूले मामालाई 3 फेरीसम्म घुमेपछि चाहिँ माला साटासाट गरेर माला लगाइसकेपछि अनि फेरि अर्को माला लाउने बेला चाहिँ हामीले मामालाई उचालेका थियौँ र माइजूको दाइहरूले पनि माइजूलाई उचालेर माला लगाइदिनु भएको थियो र त्यसपछि औँठी लगाइसकेपछि चाहिँ एकैछिन फोटो खिच्यौँ र रमाइलो भएको थियो र पार्ट 2 को लागि कमेन्ट गर्न नबिर्सिनु। आउँदैछ राजा तेरै टोलमा बजाउन बाजा रन्किन दे यहाँ सन्किन दे हाम्रै टोलमा हामीलाई मुला धम्किन दे सक्सेस भने आइजा 1 2 3 4 5 नाच 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 भाइ नाच